Hello guys, everyone, good morning. म चाहिँ आज टक्कै डाँडा आएको थिएँ होइन, सबै डाँडाहरूको सिन देखाउनु लागि तपाईँहरूको लागि। आज चाहिँ बिहानै डाँडा पुगेको थिएँ। आज यहाँको सिन कस्तो छ, कस्तो लाग्यो कमेन्टमा भनिदिनुहोस् है ल। आम्बो पछाडि ब्याक क्यामेरा गर्दैछु, हेर्नुहोस् त। अहिले चाहिँ बिहानै छ, मात्र 6 बज्न आँटेको छ हो। यता सनराइज हुँदैछ हाम्रो। सनराइज फेरि करक्क छ हो। सनराइज हेरिबसौँ न। अनि फेरि हल्का हल्का तातो चिया खाँदै हो। बेली अरे बाफ्रे कत्रो बेली ए बेली आमा पाङ्रे आइज पाङ्रे आइज ओ तिमीहरू अहिले पिठा खान्छ है। अब पिठा खाए, पिठा खान्छस् है। हरि धमास बिर्दैछ बेलीले। जर्मन सेभर हो भन्दैन, टोकिदिन्छ है भन्दैन। त्यहाँ हाम्रो झन्डै ग्याङ फाइटर भयो है। मजाले देख्दैन रहेछ ग्याङ फाइटर। रुबी ओइ रुबी ओ बेली होइन कस्तो ठेलेको। एम्बो एजी होइन कस्तो एजी हाम्रो यता पाङ्रे हुन्छ क्याप्टन। आइज पाङ्रे यो चाहिँ पाङ्रेको साथी हो। यो चाहिँ हाम्रो पाङ्रे हुन्छ लिडर यहाँको। हाम्रो चुमुङमा त यस्तो पो छ, जाडोमा पनि जाडो। यता चाहिँ हाम्रो दार्जिलिङ पर्छ हो, दार्जिलिङ। यो हल्का टिक्कै लाइट टल्किरहेको छ, दार्जिलिङ भन्छ त्यो साइडपट्टि चाहिँ होइन। यता चाहिँ हाम्रो सोमबारे, यता गेजिङहरू, त्यहाँदेखि पेलिङहरू छ हो। त्यहाँदेखि बर्सेहरू पनि यतै पर्छ, हिमाल पनि। कञ्चनजङ्घा चाहिँ हाम्रो यता साइड पर्छ कि, तर छल्छ नि। यो माथि डाँडाको चाहिँ चट्टै देख्छ। कञ्चनजङ्घा चाहिँ यता पर्छ। जाडोमा जाडो छ, जाडो छ। हाम्रो चाहिँ यता चाहिँ पारी गाउँ भन्छ हो।